Hi guys, it's me Subi Don Didi Don again. Welcome to my channel. हामीहरू काम गरिरहेको थियौँ अनि अब काम गर्दा गर्दै अरु त छ न काम गर्दा गर्दै हामीहरू सिन्धुली जाने प्लान गर्यो अनि आन्टीले उहिले रातमा चाहिँ कस्तो राम्रो रहेछ आन्टी भन्यो अनि आन्टीले कति राम्रो रहेछ भन्यो अनि त्यस्तै गरेर यसलाई मैले जाम 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 भन्ने अनिले पनि ल ल ल भन्यो अनि हामी जोसिँदै अब हामीहरू जोसिँदा अब हामीहरू सिन्धुली जाने प्लान हुँदैछ साथीहरू त्यही भएर अब हामीहरू सिन्धुली जाने बेला भेट्छौँ 11 बजे खाना खान्छौँ अनि अब हामीहरू सिन्धुली जाने बेला भेट्छौँ बाइ बाइ गाइस हाम्रो प्लान क्यान्सल भयो त्यसैले हामीहरू अब फिट चेक हामीहरू नुवाकोट जान लागेको यो चस्मा लगाऊँ कि म यो चस्मा लगाऊँ गर्मी चाहिँ हेरी भयो गर्मी होइन पावर भन्छ मलाई यस्तो लगाएर कतै गयो भने म यो लगाउँछु साथीहरू See you guys. कति लाइन भयो एउटा लाइन अलिक ढिलो देखाउँछ होला एउटा आइदेऊ न एउटा आउँदा लाइन हो 1000 को एउटा लाइन हुन्छ जेट पाइले यस्तो ठाउँमा चाहिँ बुझेँ मैले हजुर स्कुटर पनि त्यस्तो साथीहरू अब हाम्रो यात्रा सुरु भयो यहाँबाट क्यान्सल भएर हामी नुवाकोट भन्ने ठाउँमा जाँदैछौँ left onto F082. नेपाली रोपाइमा रोप्न लाग्यो साथीहरू त्यहाँ बाटो नरहेछ Turn left onto F082. Continue on F082 for 8 kilometers. हामीहरू यहाँ जङ्गलमा आइपुगे अब कति घन्टामा 2 घन्टामा पुग्छौँ होला मेरो साथीहरू त्यसपछि हामीहरू उतै गएर भन्दा बाटोमा भेटौँला साथीहरू यो रुखमा जहिले फोटो खिच्न मान्छेहरूले हेर्नु न भ्यू कस्तो भव्य मन छैन त अनि अब 2 घन्टापछि त होइन बाटोमा भेट्यौँ साथीहरू कस्तो खतरा यो ठाउँ मक्कै घरहरू बस्न लागि बिचमा चाहिँ जङ्गलीवाला स्कुल
यति बेला चाहिँ बाइक कुदाएको देखाएको 100 कति कति पुऱ्याइसकेको थियो किनभने सम्म बाटो थियो नि त अनि हामीलाई फर्किन पनि पर्थ्यो सो ढिलो भइसकेको थियो त्यही भएर होला सायद होला हैन हो अनि त्यही हो अनि त्यसपछि हामीहरू बजारमा आइपुग्यौँ यो चाहिँ त्रिशुली बजार होला सायद किनभने त्यहाँ माथि बोर्डमा चाहिँ त्यो नुवाकोट दरबार भनेर देखाएको थियो त्यही भएर यो चाहिँ त्रिशुली बजार होला अनि यसमा हामी माथिबाट आएको थियौँ नि त तल बेसी झरे जस्तो भयो नि त अनि माथि चाहिँ जाडो थियो त्यो जङ्गलको बाटो भएर अनि यता नि अब माथि चाहिँ जाडो हुँदैन कि कस्तो गर्मी थियो कि यो बाटो यति गर्मी थियो कि तातो आइरहेको थियो कि यो नुवाकोट त्रिशुलीको बाटो अनि यो चाहिँ बजार रहेछ त्रिशुली बजार मेबी है हो तर अनि म्याप हेर्दै गएको हामी यो किप्साङ भन्ने ठाउँमा चाहिँ In 150 meters, continue straight. कटेपछि स्टेप टाढो आउँदो रहेछ डाँडामा हाइकिङ गर्ने रुट रहेछ यो त टिकटकमा देखेको ठाउँ रहेछ यो ड्याम टिकटकमा देखेको ड्याम आइपुग्यौँ साथीहरू हामीहरू खतरा ड्याममा आइपुग्यौँ कत्रो खतरा टिकटकमा मैले देखिरहेको थिएँ क्या तपाईँहरू यहाँ जानुहोस् यहाँ भन्थ्यो ड्याम हो नि साथीहरू यो खोल्यो भने फेरि दामी खतरै ठाउँ हो नि खुट्टा नि चले छैन हौ हिजो लेग डे भएर आम्मामा के साह्रो हौ अच्छा धुलो नि त्यस्तै खुट्टै चल्दैन त यार मेरो के भएको यस्तो आम्मामा साथीहरू लेग डेको पछि घुम्न त आउनु हुँदैन यार कसम भन यहाँ ड्याम हेर न ड्याम साथीहरू झरना यो छ नि यो त झरना जस्तो लाग्यो मलाई झरना आउन पर्ने होस् यहाँ चाहिँ खोला हौ त्रिशुली खोला अनि गाडी यस्तो इभी गाडीहरू चाहिँ यहाँ धेरै प्रायः जस्तो चल्दो रहेछ साथीहरू त्यो फुल पनि कस्तो राम्रो हो यता चाहिँ त्यो खिप्साङ गाउँपालिकामा स्वागत छ भनेर एउटा बोर्ड आउँछ अनि त्यो पुल तरेसी बोट आउँछ अनि त्यो बोर्डबाट हो यता दुईवटा जाने बाटो हो कि यता र राइट र लेफ्ट अनि त्यसपछि लेफ्ट लागेको हामीहरू जुन चाहिँ लेफ्ट चाहिँ लाग्न नआउने रहेछ है किनभने लेफ्ट लागेर यो बाटो नै नरहेछ क्या हामीहरू चाहिँ झुक्क्यौँ अनि यता आयौँ अनि यहीँबाट यतै गयौँ Just look at the view. Best decision, come here guys. एकदम टाढा but worth it. अनि हामीले यहाँ आधी बाटो आएपछि हामीले रियलाइज गऱ्यौँ यो बाटो होइन भनेर अनि हामी फर्किन लाग्थ्यौँ कि लिटरली फर्किन लागिसकेको थियौँ अनि बाइकमा एउटा अङ्कल आउनुभयो अनि त्यो अङ्कलले जान्छ उताको भन्दा त राम्रो बाटो हो भन्यो बट देन लाइक हामी उताबाट फर्किने बेला त्यो बाटो आएपछि त त्यो बाटो त कस्तो राम्रो थियो यो बाटो त एकदम वर्स्ट अब जस्तो बाटो भए पनि भ्यू चाहिँ एकदम वर्थ इट नै छ होइन तर यो बाटो चाहिँ नजान्नु होला सकेसम्म उताकै बाटो गएको राम्रो यो बाटो त कति लड्यो के अब कस्तो भनेर साध्दैन होइन यति दुःख पायो यो बाटो अनि हामी सोचिरहेको थियौँ पानी पर्यो अब पानी पर्यो भने हामी यो बाटो कसरी फर्किने होला यो बाटो भन्छ तर भगवान्ले गर्दा हामीले फर्किनु परेन अर्को बाटो रहेछ गाइसहरू अनि त्यसपछि हामीहरू गयौँ हामी गइरहेको छौँ अनि कुन बेला यस्तो फ्याक्क गरेर लड्छ त त्यति बेला चाहिँ भिडियो खिचेन त्यही हो
अनि हामीहरू होइन त्यहाँ माथि पुग्छौँ अनि त्यहाँ पछि मान्छेले भन्छ हामीलाई किन तपाईँहरू यो बाटो आउनु परेको उतापट्टि बाटो थियो नि अर्को यो बाटो होइन नि यो बाटो आएको भयो तपाईँहरू दुःख भएन यत्रो धेरै ढुङ्गा थियो यो बाटोमा भनेर बाटो भुल्यो साथीहरू बाटो भुल्यो यताबाट जाऊ म्याप हेरिसक्यो कि यता सिधा हो सुजनले भाइ रोइसक्यो दाजुहरू त्यही हो 25% छ चार्ज पनि साथीहरू अब चाहिँ केही गरेर भेटौँ त पछि हामी चार्ज गरेको थियौँ मोबाइल अनि त्यसपछि हामी चाउमिन र मोमो खाएको थियौँ होटलमा अनि होटलको ओनर वाज सो स्विट आफैले मैले तिमीहरूलाई म्याप बनाइदिन्छु भनेर म्याप दिनुभयो अनि कस्तो एकदम कस्तो राम्रो लाग्यो कि मलाई अनि त्यसपछि अङ्कलको हल्का होटल प्रचार गर्दा मैले भेरा फार्म तर त्यहाँ बाटो बिग्रियो अरे यताबाट जाने अनि हामीहरू चाहिँ यो रेस्टुरेन्ट आएको नन अल्कोहल होटेल हिस्पाङको सो तपाईँहरू नै आउनु होला एकदमै राम्रो हुन्छ कति क्युट हो भने त मलाई यस्तो म्याप बनाइदिनु भयो भने अनि हामी मोमो चाउमिन खाएको यस्तो मिठो थियो भित्र एकदम राम्रो थियो सो यसमा पछि आयो भने म फेरि आउँछु अनि यहाँ सानो पोखरी जस्तो रहेछ हेर्नुहोस् अब मलाई उहाँसँग त केही कुरा गर्ने मलाई लाज लाग्छ साथीहरू त्यही हो बाई फोन हुन्छ थ्याङ्क यू बाई गर बाई खै बाई गर अघि त होइन यस्तो अघि त त्यो चक्लेट अब के खाँदा पनि पर्छ अघि त्यो दाईहरू त्यो दाईको अगाडि त लाजदारी भिडियो तर्सन पनि बोलिन पानी पर्छ बेस्ट डिसिजन कम यतापट्टि तर बाटो चाहिँ म्याप हेरेर आउनु गाइजहरू म्याप नि हेरेर हो तर हामीले ल बाई साथीहरू हामीले यो बाटो एकदम खराब थियो ल यस्तो पानी यस्तै परिरहेछ के भन्दैन त पानी अहिले ठुलो पानी पऱ्यो भने चाहिँ हामी आज गयौँ हुँदैन यहीँ बस्नुपर्छ तर केही छैन हामी अलिअलि पऱ्यो भने पनि बाटोमा कति लडिन्छ थाहा छैन यहाँ चाहिँ भ्यू चाहिँ खतरा देख्ने ल यसको फोटो खिचिदिन्छु फेरि फेरि लड्यो मजाले लड्यो डर्रो लड्यो नि आम्मा अझै आउँदैन पेट्रोलै फ्री है दुईचोटि मात्र अरे खालिहरू अब एकचोटि 3 चोटि हुन्छ त्यो चाहिँ नमारोस् भगवान् मैले सरी टु मच टायर कत्रो लड्यो कि लडिदिनु भन्दा नै ढुक्क लड्यो झन् एउटा अङ्कल चाहिँ हेल्प गर्न आउँछ भनेर कुरेर बसेको लट्ठी त गएर गाइस 5:30 भएपछि घर जान भ्याउँला मार्छ आमाले त यार है आपाचे ल अब सिनेमेटिक्स खिच्छ
6 बजे फाइनल्ली आइपुग्यो आया दाल साग चटनी वहाँ चटनी गाइजहरु फाइनली हामी लोकेसनमा आइपुगिसके हेर्न सक्नुहुन्छ भ्यू लुक एट द भ्यू एकदम गर्मी गर्मी 6 बजिसक्यो अनि मलाई मम्मीले माग्छ गाइजहरु I'm going to die soon 6 बजिसक्यो अनि मम्मीलाई चाहिँ मैले कामबाट भर्खर छुट्टी भयो भने झुट बोले सरी त्यसको लागि अब यो मम्मीले यो भिडियो हेरेपछि मम्मीले मलाई गाली गर्नुहुन्छ साथीहरु त्यही हो भ्यू यो सुजन भइहाल्यो यो म एकदम थकित अवस्थामा पछाडिबाट देखाउँछु ल गाइस भ्यू आमा म मरत छैन त भनेको के ओ त्यहाँ माथि के ओ त्यहाँ नि छ हैन त्यहाँ चाहिँ देखिन के हल्का दामी हैन त अनि आम्मामा लास्ट पिस छ के एउटा एकदम पिस कस्तो दामी छ भने हाइली रिकमेन्डेड त्यहाँ माथि जानु सक्दैन जानु हामी चाहिँ सक्दैन सक्न त सक्छ कि तर त्यस्तो अफ रोडबाट मरिन्छौ यस्तो मरत छ पानी पर्यो साथीहरु घर जान मन छैन यस्तो खट्टा ठाउँ छोडेर खतरा हो कि मरत छ ठाउँ त ना एउटा भिडियो बनाइदियो गाइजहरु अब त्यहाँ तलसम्म हिँड्दै जानुपर्छ किनभने यो बाटो धोस्दै छ अनि यहाँबाट लड्छ दुईचोटि लडिसक्यो नेक्स्ट टाइम लड्यो भने चाहिँ फेरि गाह्रो छ गाह्रो अनि खाएको कुराहरू जहिले पनि आफूसँगै लिनुपर्छ डस्टबिन हालेर कसम यहाँ चाहिँ त्यस्तो फोहोर छैन तर यो ठाउँ कता पर्छ भनेर नि भन्नु हुँदैन होला साथीहरु किनभने खतरा हो आम्मा कसम यस्तो खतरामा मैले सरी दामी हो यो ठाउँ त्यही हेर्नु पुरा त्यो स्काई माथि आएको जस्तो एउटा फोहोर पनि होइन यहाँ आयो भने पनि अब फोहोर नफालिदिनु त्यही हो साथीहरु गाइजहरु अब आजको लागि भ्लग यति नै भन्दै म एन्ड गर्दैछु यो भ्यूको साथमा यो भ्यू हेर्नुहोस् सनसेट हुन लाग्दो छ अब राति हुन्छ थाहा 7 बजेको साथीहरु अब घर गएर म भेट्छु अनि घर गएर एन्ड गर्छ यति बाई त्यो राति भइसक्यो बाटो चाहिँ एकदम डर लाग्ने अब यस्तो टाइम नबिनाको चाहिँ नहिँड्नु होला त्यही हो बाई बाई कसम साथीहरु यस्तो डर लागिसक्यो कि होइन कति बजे हेर्छु 7:05 भइसक्यो 15% छ है बाटो आउँदैन कि कहाँ हो यार बिचको बाटो भनिरहेको छ नि यही बाटो यो चाहिँ कस्तो डर लाग्थ्यो गरेर ल अब घरमा हेर्दा हेर्न सक्नुहुन्छ बाटो देख्दैन साथीहरु असारमा चाहिँ पानी पर्ने सिजनमा चाहिँ नआउँदा हुन्छ
कहिले मान्छेहरूलाई यसो भन्यो भने काठमाडौँ भन्यो भने अहिले भनेर भन्दै थियो बाटोमा दुईटा स्याल देखेँ कि होइन सातो गयो क्या कसम भनेको आमा यसरी त अहिले त देखिरहेछ नि होइन त्यो हुसु सकेपछि त हुसु छैन भनेर एकछिन मह भएको त ल कसम बाटै नदेख्ने हुसु बाइक यसरी देख्दा नि नदेख्ने के बत्ती बाल्दा नि नदेख्ने अचेमा यहाँ मान्छेहरू त लास्ट एउटामा कसम अनि फेरि के मार्यो है के हो पनि मार्यो साथी डर लाग्ने यार त्रिशुली आएन कहाँ त्रिशुली यहाँ मान्छेहरू होटेल पनि छैन भन्छ खासमा काठमाडौँ नै जाने भने तर स्याल देखेर सातो उठ्नु उठेको कसम भने पानी नि त्यस्तै बढिरह आज त म त यस्तो काठमाडौँ जाने साथीले पाएँ जङ्गल छ यहाँ स्ट्रेन्जरहरूले आँप चोर्न लाऊ यस्तो बाटोमा यहाँबाट स्याल आयो भने कहाँ भाग्ने के भन्नु तँलाई हालत खराब ल गयो आम चढ्यो रे राति कुद्दैछ 10 बजी आम चढ्यो त फेरि के छ नि घर जस्तो है घर आयो है हाम्रो घर आयो जस्तो भयो साथी राम्रो होइन मेरो बिचरा यसमा 10 कहिले पनि बिर्सिन यदि खतरो कि खेलाडी नै जानु पर्दैन कि साथीहरू आज हामीले धेरै कुरा सिक्यो धेरै पछुतायो घरमा गएर आमाको कति गाली खानियो म त्यो उतै गएर हेरौँला बिस्तारै बिस्तारै जानुपर्छ माथि घरमा जान्छ के गर्नु के भन्छु केटा भएको भए त जति बेला गइने र दिदीलाई बाल छैन किनभने दिदी चिलमा हो के होला रमाइलो गर्नुपर्छ जिन्दगीमा अब सिधै घर गएर भेटौँला बोल्नु सकेको छैन कस्तो इग्नोर मेरो फेस अनि म उठेँ भर्खरै होइन अन्त भएर यस्तो भएको मेरो अनि के अरे है त्यहाँ के त्यो बाटोमा हामीले दुईवटा स्याल देखेको थियौँ नि त अनि त्यसपछि दुईवटा स्याल त होइन यस्तो डेन्जर थियो कि फर्स्ट स्याल देख्दाखेरि चाहिँ सुजनले पत्ता थिएन कि त्यहाँ स्याल छ भने यस्तो भन्ने रिएक्सन आएको थियो अनि पछि सेकेन्ड स्याल त त्यो झारीबाट यस्तरी कान तर्साएर आयो कि अनि हामीलाई देख्ने बित्तिकै भाग्यो है अनि त्यसपछि सुजनले बल्ल बिलिभ गर्यो कि स्याल रहेछ भनेर होइन अनि त्यसपछि यताबाट यतिसम्म बाटोमा त त्यो कुहिरो त लागिरहेको थियो नि त अनि कुहिरो लागे पनि त्यो यति बाटोसम्म त
त्यो के अरे बाइकको लाइटले नै नदेख्ने हामीले पनि नदेख्ने आँखा नै यस्तो के देख्ने नदेख्ने अनि ब्लर भयो है पुरै अनि म त डराएँ क्या अनि मैले सुजनालाई ओइ तँलाई डर लागेन भनेर भन्यो मलाई कस्तो डर लागेन भने नि त्यसले चाहिँ त्यति बेला केही बोलेन चुप लाएर बसेको थियो है अनि त्यहाँसम्म पुगेँ अबे नाना डर लाग्यो गाइस यस्तो डर लाग्यो मलाई त म त एकदम वर्थ इट नै हो तर राति 1 बजे बिहान 1 बजे चाहिँ दिउँसो 1 बजे चाहिँ हिँड्नु हुँदैन बिहानै हिँड्नु पर्दो रहेछ होइन यस्तो डेन्जर बाटोहरू ओ माई गड त्यो जसलाई सोधे पनि नजाऊ आज काठमाडौँ नजाऊ भोलि बिहान जाऊ बसेर जाऊ अब पानी परेर यस्तो हुन्छ पहिरोहरू आउला भनेर भन्थ्यो तर हामीहरू चाहिँ गयौँ अनि त्यसपछि धन्न केही पनि भएन अनि बाटोमा नि हामीले कपाल भेट्यौँ अनि उनीहरूलाई चाहिँ धेरै धेरै धन्यवाद लाइक सँगै जाऊँ भन्यो अनि उनीहरू सँगै आएको थियो अनि पछि चाहिँ हामीले छोड्थ्यौँ त्यस्तो चाहिँ गर्नु भएन लाइफमा त्यही पनि अब ढिलो भइसकेको थियो अनि उनीहरू बिस्तारै रोक्दै आइरहेको थियो नि त अनि त्यही भएर हामीले छोडिदिएको थियो त्यही भएर थ्याङ्क यू गाइज अनि त्यही हो गाइज थ्याङ्क यू फर वाचिङ एकदमै थ्रिलर एक्सपिरियन्स भयो अनि इग्नोर माई आई डोन्ट केयर